नयाँ वर्ष 2082 सालको हाम नेपाली दाजुभाइ दिदीबहिनी तथा आमा बुवाहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। साथै पशुपतिनाथसित म यो कामना गर्दछु कि देशमा सुख शान्त सदैव रहिरहोस्। अब आउने दिनहरूमा पुराना दिनहरूमा जस्तै घटना नदोहोरियोस् पनि कामना गर्दछु र सरकारद्वारा जनतालाई सुरक्षित महसुस गराइयोस् भन्ने अपिल पनि गर्दछु। देश बाहिर रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा जननी जन्मभूमि च स्वर्गदपि गरेपछि भने जसरी नै आफ्नो जन्मभूमिमा आई पसिना बगाई देशलाई समृद्ध बनाउन कामना गर्दछु।